जय मसीह सबैजनालाई वेलकम ब्याक टु माई च्यानल। आज सन्डे हो, हामी चर्च जाँदैछौँ। यहाँ मेरो क्यामेराको ब्याग छ, यहाँ स्ट्यान्ड छ, यहाँ मम्मी र मेरो श्रीमती रेडी। यो चाहिँ हाम्रो एरिया हो। आज एकदमै पानी परिरहेको छ, रुखहरूको पनि कलरहरू फेरिँदैछ। नानी, यु रेडी टु गो चर्च? यस यस गरिदेऊ नि त भाइको दाँत आउँदैछ, त्यही भएर भाइले चबाएको चबै छ। ल अब जानुपर्छ हामी। यहाँबाट हाम्रो चर्च पुग्न 20-25 मिनट लाग्छ ट्याक्कै गाडीमा। अहिले यो गर्मी आउन लाग्यो, त्यही भएर रुखहरूको कलर एकदमै परिवर्तन भइरहेको छ, एकदमै सुन्दर देखिरहेको छ। कस्तो राम्रो भ्यू देखिरहेको छ। यहाँनिर चाहिँ मलाई एकदमै मनपर्छ क्या, गाडी कुदाउन सिधै छ होइन। नेपालको जस्तै लाग्छ, तर यस्तो राम्रो बाटो चाहिँ नेपालमा भइदिएको भए चाहिँ कस्तो मजा हुन्थ्यो। हाम्रो चर्च पुग्न अब यहाँबाट ठ्याक्कै 17 मिनट छ। हाम्रो चर्च चाहिँ सिन्सिनेटीमा छ। हाम्रो चर्चको नाम न्यू होप चर्च हो। तपाईहरु सिन्सिनेटीमा हुनुहुन्छ भने हाम्रो चर्चमा आउन सक्नुहुन्छ। आज त्यति साह्रो जाम पनि छैन, सो हामी छिटै चर्च पुग्छौँ होला। सो हामी चर्च पुग्यौँ, यो हाम्रो चर्च हो। हामी यहाँबाट भित्र जान्छौँ। म चाहिँ यो पछाडिको बाटोबाट गएर पार्क लगाएर आउँछु। मैले चाहिँ यहाँ गाडी पार्क गरेँ। अब म पनि चर्चमा जान्छु। तपाईहरु सबैजनालाई स्वागत छ। ठुलो ताली बजाइदिनु हामी एकअर्काको लागि। प्रभुको वचनको प्रतिज्ञा अनुसार उहाँ 2 कि 3 जना उहाँको नाउँ पुकारा गर्दा नगर्दा, उहाँको नाउँमा प्रार्थना गर्दा नगर्दा, उहाँको आफ्नो प्रमिस किप गर्नको लागि, आफ्नो वाचामा, आफ्नो प्रतिज्ञामा पक्का हुनको लागि हाम्रो माझमा हुनुहुने परमेश्वरलाई पनि ठुलो ताली बजाएर स्वागत गरौँ। गॉड नेभर लाइज। प्रभुको धेरै चरित्र मध्ये एउटा, प्रभुको धेरै बानी मध्ये मलाई मन पर्ने चाहिँ नढाँट्ने परमेश्वरको सेवा हामीले गर्न पाएका छौँ। हालेलुया। धेरै आशिष भएका छौँ। प्रभु तपाईले आज हामीलाई चुनौतीपूर्ण वचन दिनुभएको छ। जय मसीह सबैजनालाई यहाँको हप्ता एकदमै आशिषमय रहेको होस्। हाम्रो अर्को पालि फुटबल छ हैन, हाम्रो विक्रम छोराले लिड गरिरहेको छ। सन्डे आफ्टर फेलोशिप आफ्टर संगति 6 बजेदेखि छ। प्लिज आइदिनु होला। लोकेसन हामी सेयर गरिदिन्छौँ। लोकेसन सेयर गरिदिन्छौँ हामी। यहाँ हाम्रो चिया पार्टी हुँदैछ। जय मसीह दाइ। जय मसीह भाइ। यु गाइज रेडी? सी यु। धन्यवाद तपाईहरुलाई। फेरि पनि जय मसीह सबैजनालाई। आराधना सेवा एकदमै राम्रो, एकदमै असल भयो, आशिषमय भयो। अनि सबैसँग भेटघाट गरेर चियाहरू खाएर अब हामी घर जाँदैछौँ। गाडी धेरै छ अहिले चाहिँ। अमेरिकाको झन्डा एकदमै राम्रो देखिरहेको छ। मलाई होइन, अमेरिकामा के मनपर्छ सबैभन्दा राम्रो, अमेरिकामा गाडी कुदाउँदा होइन पुलिसहरू नेपाल जस्तो जाप्पै त्यही चेकिङ बस्दैनन् के। यहाँ चाहिँ टक्क मिस्टेक गर्यो भने मात्रै फलो गर्दै आउँछन् होइन। घरमा आइपुग्न लाग्यो हामीहरू। यो ठाउँ चाहिँ मलाई क्या मन पर्न थाल्यो अहिले, यो रुखहरूले गर्दा नि। यो हाम्रो घर आइपुग्यौँ हामीहरू। सबै खाएको? गुड जब। सो गाइज हामी घरमा आइपुग्यौँ।
तपाईँ पनि आज चर्च जानुभयो होला सन्डे। सो अब हामी नानीहरूलाई लिएर घरभित्र जान्छौँ गाइज। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। हुन्छ, अर्को भिडियोमा भेटौँला। तबसम्मको लागि जय मसीह, बाई।